आजको यस डिजिटल स्पेस महिला हिंसा र राज्यको दायित्व भन्ने शीर्षकको यो प्यानलको म सहजकर्ताको भूमिकामा छु। यो एकदमै पछिल्लो समय डिजिटल हिंसा, त्यसमा पनि महिलाहरू चाहिँ कसरी चाहिँ यसबाट प्रभावित छन् अथवा यो सबैभन्दा धेरै जोखिम आफैमा डिजिटल भन्ने बित्तिकै यो अझै धेरै लोकतान्त्रिक हुनुपर्ने, अझै धेरै सबैको पहुँचमा हुनुपर्ने होइन। हिजो भौतिक हिंसा हुन्थ्यो होइन, महिलाहरूमाथिको हिंसाको त लामो इतिहास छ। त्यो बढ्दै 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 जाँदा महिलाको हामी प्रतिनिधित्व भए पनि भनिरहेछौँ, संसारका अगाडि हामी आफैमा गौरव फिल पनि गर्छौँ। त्यो भन्दै गर्दाखेरि चाहिँ यो जेनजी विद्रोहपछि आइपुग्दा, जसको एकदम ठुलो देखिने सोसियल मिडियाबाट भएको आन्दोलन होइन, तर त्यो आन्दोलनले चाहिँ एउटा आँखा अथवा यो लैङ्गिक लेन्सबाट हेर्दाखेरि चाहिँ महिलाहरूलाई चाहिँ कस्तो खालको प्रभाव पारेको छ, यसले के प्रभाव पार्दो रहेछ भन्दाखेरि चाहिँ एउटा साइबर ब्युरोको एउटा डेटा रहेछ। झन्डै 2081 सालको आर्थिक वर्षको झन्डै 19,000 चाहिँ यो महिला हिंसासँग मात्र जोडिएको चाहिँ उजुरी पर्दो रहेछ क्या। त्यसले चाहिँ के जनाउँछ भनेको 50% उजुरी चाहिँ महिला हिंसासँग जोडिएको हुँदो रहेछ। अर्को केही सामान्य म्याग लगायत केही संस्थाहरूले पनि रिसर्च गरेका छन् होइन, विश्वभर नै महिलाहरू चाहिँ 38% महिलाहरू चाहिँ अनलाइन हिंसामा चाहिँ परिरहेका छन्। यो अझै धेरै यो सार्वजनिक वृत्तमा अथवा पब्लिक स्पेसमा आएका यो राजनीतिमा लाग्ने मात्र महिला नभएर पत्रकार, हामी होइन, लेखक, बुद्धिजीवी जो चाहिँ आफ्नो विचार चाहिँ अथवा भर्चुअल उसमा राख्छन्, जो सार्वजनिक जीवनमा आउँछन् होइन। हिजो महिलाहरू घरमा सीमित थिए, अब पब्लिक स्पेसमा आउन थाले, तर त्यो पब्लिक स्पेस पनि महिलाहरूका लागि चाहिँ त्यो कस्तो दुर्भाग्यवश पर्छ होइन। त्यो बिस्तारै खुम्चिँदै गएको होइन, त्यसले अझै धेरै अनलाइन बुलिङ हुने, हिंसा हुने, यसले चाहिँ कस्तो कस्तो खालको असर पारेको छ होइन। त्यसको उदाहरणहरू उहाँहरू हुनुहुन्छ जो मलाई लाग्छ उमेरले पनि जेनजी नै हुनुहुन्छ, हामी सबैजना सायद जेनजी नै होला होइन। यहाँसम्म आइपुग्दाखेरि चाहिँ यसले चाहिँ झन् ठुलो रूपमा चाहिँ कस्तो खालको असर पार्यो त भन्ने विषयमा अबको 2 घण्टा जति हामी छलफल गर्नेछौँ। यो महिलाहरूलाई चाहिँ कसरी चाहिँ कसैले लोकतन्त्रमा त सबैले सबैको विचार राख्न पाउँछ नि, त्यही भएर त लोकतन्त्र ल्याएको हो नि त। तर त्यो विचार राखेकै आधारमा चाहिँ कसरी चाहिँ मान्छेहरूलाई चाहिँ मुख बन्द गराइन्छ अथवा सेल्फ सेन्सरसिप बढ्दो भइराखेको छ होइन। यसले चाहिँ के देखाउँछ, यो थप अलोकतान्त्रिकरणतिर लैजाँदैछ भन्ने कुराको उदाहरण उहाँले भोगेको कुरा हो। सबैभन्दा मलाई चाहिँ स्वायत्त चाहिँ इन्डिभिजुअल हुनुपर्छ अनि तब पो स्वतन्त्रता हो। त म व्यक्तिका रूपमा स्वायत्तै हुँदैन अथवा मेरो भलै जुनसुकै विचार राख्ने मान्छे उसको लागि त सही प्लेटफर्म अथवा उसले त बोल्न पाउनुपर्छ नि त।